अन्तिम निर्णयकर्ता यो सम्मानित सदन हो। त्यसकारण यही सदनमा छलफल गरेर टुङ्गोमा पुग्नुपर्छ भन्ने सरकारको धारणा। जे दिनुपर्छ सदनले देओस्, जे गर्नुपर्छ सदनले गरोस्, घटाउने हो कि बढाउने हो त्यो सबै सदनले गर्ने भए हुनाले सरकारको धारणा त सम्मानित सदनलाई बलियो बनाउने हो। सम्मानित सदनभन्दा बाहिर गएर न कर लगाउन पाइन्छ न खर्च गर्न पाइन्छ भन्ने धारणामा अवधारणामा सरकार अगाडि बढेको छ। सबै विषयमा कानुनी व्यवस्था गरी सार्वभौम संसदबाट नै के कस्तो पूर्व पदाधिकारीलाई के कस्तो सुविधा उपलब्ध गराउँदा उपयुक्त हुने भन्ने सम्बन्धमा विधि निर्माणको सूत्र मार्फत जनताका भावना प्रस्फुट हुन् भन्ने मनसाय यसमा लुकेको बेहोरा म सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। यसअघि कानुन निर्माण गर्ने सम्बन्धमा भएका प्रयासहरू बारेमा पनि म के निवेदन गर्न अनुमति चाहन्छु। यस सम्बन्धमा भएका निर्णय र अदालतका निर्णयहरूको बारेमा म संक्षेपमा बुदागत रूपले उल्लेख गर्न उचित ठान्दछु। पहिलो, नेपाल सरकार मन्त्री परिषदको मिति 2061-8-21 2061 साल मङ्सिरको 21 गते र त्यसपछि भएका निर्णयबाट पूर्व पदाधिकारीलाई सेवा सुविधा उपलब्ध हुँदै आएको छ। सरकारले निर्णय गरेर 61 सालमा निर्णय गरेर उपलब्ध गराउँदै आएको छ। सम्मानित सर्वोच्च अदालतबाट मिति 2068 साल 8-22 गतेका दिनमा एउटा फैसला, 2070 साल 10-22 गतेका दिनमा अर्को फैसला गरेर नेपाल सरकार समेतलाई निर्देशनात्मक आदेश दिइएको छ। नेपाल सरकारबाट मिति 2069-1-6 मा पूर्व पदाधिकारीहरूलाई सुविधा तथा सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश 2069 जारी भएको। योभन्दा पहिला सरकारले अध्यादेश जारी गरेको थियो। त्यो बारेमा सो बमोजिम प्रतिस्थापन विधेयक पेश हुन नसक्दा मिति 2069-2-11 मा पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तिलाई उपलब्ध गराइने सुविधा सम्बन्धी मापदण्ड 2069 जारी भयो। सम्मानित सदनमा अध्यादेश प्रस्तुत भयो तर त्यो अध्यादेश प्रतिस्थापन हुन सकेन। त्यसपछि नेपाल सरकारले पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तिलाई उपलब्ध गराइने सुविधा सम्बन्धी मापदण्ड बनायो। मैले अघि नै निवेदन गरिसके, सरकारले आफै मापदण्ड बनाउने, सरकारले आफैले सुविधा दिने गरिराख्या हुनाले त्यसलाई कानुन बनाएर गरौँ भन्ने हाम्रो आग्रह हो। महालेखा परीक्षकको 58 र 59 प्रतिवेदनमा यस सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक छ भनेर महालेखा परीक्षकले बोलेको छ। 58 र 59 प्रतिवेदनमा जुन पूर्व विशिष्ट पदाधिकारीहरूलाई सेवा सुविधाहरू उपलब्ध गराइदिएछ यसका बारेमा विधायिकाले कानुन नै बनाउनु पर्छ भनेर सम्मानित सर्वोच्च अदालतले पनि भन्यो। आज भनेको होइन, सम्मानित सर्वोच्च अदालतले मैले निवेदन गरिसके 68 सालमा भनेको 13 वर्ष पहिला, त्यसपछि 70 सालमा भन्यो 11 वर्ष पहिला। र महालेखा परीक्षकको प्रतिवेदनले पनि के भन्यो भने यसका बारेमा कानुन निर्माण गर भन्नुभयो। नेपाल सरकारबाट मिति 2072-1-25 मा विशिष्ट व्यक्ति तथा पूर्व पदाधिकारीको सुरक्षा तथा सुविधा सम्बन्धी विधेयक 2071 तत्कालीन व्यवस्थापिका संसदमा दर्ता भएको विधेयक नै यहाँ दर्ता भइसकेको हो। मिति 2072-3-8 मा फिर्ता भएको थियो, दर्ता भयो, त्यसपछि फिर्ता भयो। सो विधेयकका सम्बन्धमा सुशासन तथा अनुशासन समितिबाट समेत अध्ययन भई मिति 2073-3-28 मा उक्त समितिबाट अब तर्जुमा हुने विधेयकमा समितिको प्रतिवेदनमा उल्लेख भएका सुझाव समेत समावेश गर्नु भनेर सम्मानित समितिको सम्मानित सदनको समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ। अब विधेयक तर्जुमा गर्दा यो समितिले उठाएका सरोकार पनि समावेश गर है भनेर सर्वोच्च अदालतले निर्देशन दियो, कानुन बनाऊ। महालेखा परीक्षकले निर्देश गर्यो, कानुन बनाऊ। सम्मानित सदनको समितिले कानुन बनाऊ भनेर निर्देश गरिसकेपछि कानुन बनाउने कुराका बारेमा सरकारले आफ्नो अवधारणा तयार गरिराखेको अवस्था हो। सुशासन समितिको पनि मैले निवेदन गरेँ।
नेपाल सरकार मन्त्री परिषदको 2072 824 को निर्देशन बमोजिम गृह मन्त्रालयबाट पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2073 तर्जुमा भई नेपाल सरकार मन्त्री परिषदमा पेश भएको थियो भने सो विधेयक उप मिति 2073 10-20 को मन्त्री परिषदको निर्णयबाट संघीय संसदमा पेश गर्न स्वीकृति प्राप्त भयो र मिति 2073 11-10 मा व्यवस्थापिका संसद सचिवालयमा पठाइएको थियो। 2073 साल भनेको आजभन्दा 8 वर्ष पहिला पनि यो कानुन सम्मानित सदनमा प्रस्तुत गरिएको थियो। उक्त विधेयकले सार्थकता पाएन। उक्त विधेयकले सार्थकता नपाएपछि मिति 2075 3-12 मा पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 तर्जुमा भई संघीय संसदमा पेश गर्न स्वीकृतिका लागि नेपाल सरकार मन्त्री परिषदमा पेश भएको थियो। फेरि 75 साल भएको थियो। उक्त विधेयकका सम्बन्धमा मिति 2075 3-20 को मन्त्री परिषदबाट विधेयक समितिमा पठाउने गरी निर्णय भएको भए तापनि यसले पनि मूर्त रूप लिन सकेन। पटक पटक नेपाल सरकारले विधेयक तर्जुमा गर्यो, विधेयक सम्मानित सदनमा प्रस्तुत पनि भयो, अध्यादेश पनि जारी भयो, तर कानुन बन्न सकेन। यो यथार्थ हो, यो इतिहास, यसको पृष्ठभूमि हो। नेपाल सरकार मन्त्री परिषदबाट मिति 2081 9-9 मा पूर्व विशिष्ट पदाधिकारीको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि तयार भएको अवधारणा पत्रमा स्वीकृति प्राप्त गरी विधेयक तर्जुमा सम्बन्धमा प्रारम्भिक कार्य सुरु भएको म निवेदन गर्न चाहन्छु। संक्षेपमा एकपटक सम्माननीय सभामुख महोदय मार्फत म सम्मानित सदनमा के आग्रह गर्न चाहन्छु भने सर्वोच्च अदालतले कानुन बनाऊ, विधायिकी अधिकारबाटै कानुन बनाऊ, अध्यादेशले होइन, मापदण्डले होइन, नेपाल सरकारको निर्णयले सुविधा नदेऊ भन्यो। महालेखा परीक्षकले त्यही भन्यो, सम्मानित सदनको समितिले त्यही निर्देश गर्यो, सरकारले पटक पटक मस्यौदा गर्यो, विधेयकको मस्यौदा सम्मानित सदनमा प्रस्तुत भयो, फेरि मस्यौदा गर्यो, तर यसले कानुनको रूप लिन सकेन। र एउटा टीका टिप्पणी के हुन थाल्यो भने कानुनी नबनाइकन किन सुविधा लिइराख्या दिइराख्या भन्ने विषय उठ्यो। त्यसो भएको हुनाले म बडो विनम्रतापूर्वक के निवेदन गर्न चाहन्छु भने कानुनै नबनाइकन सरकारले निर्णय गरेर सुविधा दिने कुरा जाति हो कि सदनबाट कानुन बनाएर सुविधा दिने कुरा जाति हो, अथवा सुविधा नदिने हो भने पनि यहीँबाट नदिने भन्ने कुरा जाति हो। त्यसो भएको हुनाले यस बारेमा मैले यति निवेदन गरेँ र